आगो चाहिँ ठुल्लै बोल्यो या नुन पनि छड्किदिएँ म त नुन थोरै हाल्नुपर्छ धेरै हाले चर्को भयो भने पछि के गर्नु हैन थोरै भयो पछि थप्दा नि मिल्यो नि त हैन मैले यसरी टेक्निक लाएर काम गर्दैछु है दुबो जाइ फैलिनु बाँस जाइ नुङ्नु घुँडाको रोग फुल्दासम्म बाँच्नु हस् ल मेडल पनि लाउनुस् ल ताली सबले ताली 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 यस यो 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 साथीहरु हेर्नुस् मैले बनाएको खाना चाहिँ यस्तो छ या मासु दामी भयो है गाइस दामी 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 एकदम बबाल बन्दीपुरैमा माया भेटियो बन्दीपुरैमा पिरिम बसी गो कुरै कुरैमा हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि एकदमै आरामै छु आज चाहिँ के हो भनेर हजुरले थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हैन भन्नुपर्ने कुरा यो भएन है हेर्नुस् त्यही भएर आज चाहिँ म मासु टमाटर भुजा अनि स्ट्यान्डहरु अनि पुरै ब्यागहरुमा सामानहरु पकाउने भाडा साडा यताउति सबै लिएर आएको छु है त्यही भएर म दिउँसो आइन भनेको दिउँसो चाहिँ उ भयो क्या धेरै गर्मी थियो त्यही भएर म चाहिँ अहिले 3-4 बजे अलि शीतल पनि छ त्यही भएर म चाहिँ हल्का माथि जान लाग्यो है खोलादेखि हल्का घरदेखि हल्का माथि हल्का त्यो सेफ ठाउँमा हल्का कोही नसुन्ने एक्लै रमाउने ठाउँमा म जान लाग्छु है ओके अब चाहिँ म यो टमाटर ल्याएको है टमाटर हल्का धुन्छु अनि पानी पनि भर्छु अनि हामी चाँडोमा चाँडो लागौँला हुन्छ ल ब्याग पनि राखौँ है टमाटर ल्याएर टमाटर उभा कि हल्का टमाटर धुन्छु कि है टमाटरमा औषधि हाले हुन्छ नि त हैन त्यही भएर म चाहिँ टमाटर धुन लाग्यो कि गाइस है अनि यो मासु पनि मैले धोइसकेँ है टमाटर पनि धोइसकेँ ल साथीभाइहरू मैले चाहिँ पानी भरिसकेँ एक बोतल अनि मासु टमाटर पनि धोएर भइसकेँ अब चाहिँ म माथितिर निक्लिदिन्छु है मैले घर पनि थाहा देखाएन कि यो गर्न लाग्छु यो जाउँ यहाँ जान लाग्छु भनेर घर पनि थाहा नदेखिन आएको होइन अनि मैले यिनी सामानहरू यो सबै अनि जुटाउँदा सामान जुटाउँदाखेरि होइन मान्छे देख्नु भएको थियो होइन अनि मान्छे छप्पन भएको थियो के गरेर लाग्यो मा भान्जाले भनेर कि ढक्दिन्छ यहाँ ढक्दिनु पऱ्यो है ढक्दिनु पर्छ मलाई यहाँ छक्कै पर्नु भएको थियो कि धेरै मैले माइजन भनेको छैन कि अनि मैले भान्जा कहाँ जान्ला अब जहाँ गयो टाढा हुनु अनि मैले चाहिँ युट्युबमा हेर्नु पर्ला कहाँ जान्ला भनेर चाहिँ भन्नुभएको थियो अब मैले युट्युबमा हालेपछि त थाहा पाइहाल्नुहुन्छ है जसक्दो फास्ट टु फास्ट हिँड्दा छु है सो गाइस फाइनल्ली म चाहिँ मैले भने जस्तो ठाउँमा आइसकेँ है हेर्नुहोस् ठाउँ चाहिँ यस्तो छ है मैले चाहिँ स्ट्यान्ड यहाँ राखेको छु अनि अझै यहाँबाट माथि जोड्ने ठाउँ त्यहाँ ब्यागमा छ अनि मासु ब्यागहरू त्यहाँ राखेको छु अनि हेर्नुहोस् यो ठाउँ चाहिँ यस्तो छ अनि यो ठाउँमा चाहिँ कोही आउँदैन है किनभने यो ठाउँमा फेभरेट छ कि फेभरेट ठाउँ छ अनि यो ठाउँमा म मात्र रमाउन सक्छु है हेर्नुहोस् यस्तो ठाउँ छ त्यही भएर म चाहिँ यो ठाउँ चुने अनि यो ठाउँमा आएको छु अनि म चाहिँ अब चाँडोभन्दा चाँडो दाउरा बोटुल्छु अनि दाउरा बोटुलेर अनि ढुङ्गा यहाँ अटाउँछु ढुङ्गा अटाएपछि फेरि ठक्क भाँडो झिकेर भाँडो ठक्क डसालेपछि ठक्क चुलो जस्तो गराउँछु कि चुलो जस्तो गराएर ठक्क मास पकाउँछु अनि रमाइलो गर्छु अनि जान्छु है ल पहिला यो अड्डामा है पहिला दाउरा खोजौँ दाउरा त्यतै नसुन छन् कि दाउरा चाहिँ त्यही भएर मलाई यहाँको दाउराको अभावै भएन मलाई किनभने सबै दाउरा खान् क्या दाउरा पनि यहाँ छन् है यहाँ छन् दाउरा चाहिँ म जति पनि ल्याउन सक्छु दाउराको केही चिरै भएन है ल साथीभाइहरू मैले चाहिँ यो झिकिसकेँ ब्यागबाट है अब चाहिँ मैले यो रिङ लाइट चाहिँ यसमा जोड्छु है यस्तो राख्छु जोडेपछि यहाँ यसरी होइन लगाएर हल्का घुमाउनु पर्छ कि बल्ल जोडिन्छ है गाइज
हल्का घुमाइदियो होइन यो चाहिँ लाइट पनि बोल्छ होइन तर उमा जोड्नुपर्छ कि लाइनमा जोडेपछि है यसले फेरि पावर ब्याङ्क भयो नि काम लाग्छ तर म नि पावर ब्याङ्क चाहिँ छैन है यो हल्का माथि जति माथि जान सक्छ है यो चाहिँ अनि फेरि फोन चाहिँ यहाँ राख्छु ल साथीहरू मैले चाहिँ यो रिङ लाइट सेट गरिसकेँ है अब किन यो चाहिँ रिङ लाइट किन्ने भने चाहिँ मैले भिडियो बनाइरहन्छु होइन अनि भिडियो बनाइरहने बेला फेरि अब कति अब सधैँ साथी त हुन्न नि होइन सधैँ साथी नभएपछि अनि साथीलाई भन्दा पनि साथी भिडियो फोन छोप्दै भन्दा पनि अब साथीले पनि झ्याउ मार्न सक्छ नि त कोहीको साथीले होइन त्यही भएर चाहिँ मैले रिङ लाइट लिएको है हजुरले पनि भिडियो बनाउँदै हुनुहुन्छ भने यस्तो रिङ लाइट लिउनु होला सहिलो हुन्छ फोन राखेर भिडियो बनाउन साथीहरूलाई भनिरहनु भन्दाखेरि है भनिरहनु भन्दा पनि सजिलो हुन्छ कि यो ल्याएपछि टक्क कोहीलाई भन्नु पनि परेन कोहीको कनाउन पनि परेन है त्यही भएर म चाहिँ फोन अड्डाउँछु अनि मेरो काम फटाफट गर्छु हस् ल साथीभाइहरू म चाहिँ अब आगो बाल्छु है आगो 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 बल्दैछ अब जिरा हालिदिनु पर्छ बोल्छ है ल साथीभाइहरू मैले चाहिँ सब सामान लिएर आएको छु ठिक्क अटनी बनाएर चाहिँ ठिक्क हटायो मैले चाहिँ गाइस टक्कु ल्याउन भोलिछु होइन अनि ढुङ्गोलाई चाहिँ तिखाएर अनि तिखो बनाएको अनि यसलाई धोएर टक्क त्यो टमाटर काट्ने बनाउँछु है एकछिन यो ढुङ्गोलाई सुकाउँछु मस्त लाएर सुकिरहन्छ यो ढुङ्गो चाहिँ एकछिन यसलाई झिकम आगो चाहिँ ठुलै बोल्यो या बोल्यो या आगो चाहिँ धेरै ठुलो भयो गाई त्यसले त मैले डिस्टर्ब गर्यो सबै लिएर आएको छु है सबै लिएर आएको छु मैले चाहिँ नुन अनि यो मसला सबै लिएर आएको छु अब धेरै ठुलो भयो कि तेल पनि लिएर आएको छु तेल त्यहाँ हाल्दा तातो भयो के त्यही भएर चाहिँ यो त लिएर आएको खासमा भन्नुपर्दा गाइस है यो मलाई चाहिँ तरकारी बनाउन चाहिँ अचम्म गरे छैन कि मैले यो काम चाहिँ है म सानोमा एकचोटि गरेँ न सानो मम्मी एकचोटि गहुँ कि धान काट्न जानुभएको थियो त्यति बेलाखेरि मैले आलुको तरकारी पकाएको थिएँ त्यसपछि मैले अहिलेसम्म खाना भात तिउन केही पनि पकाएको छैन गाइस है त्यही भएर मैले चाहिँ अहिले चाहिँ कहिले पनि नगरेको चिज होइन अहिले चाहिँ मेरो 50K पुगेछ अनि त्यसपछि मैले केही नगरेको चिज गरौँ न त यो काम चाहिँ मलाई अब जीवनभरि एक्लै गए पनि मलाई यो काम लाग्ने चिज हो नि त होइन मलाई सबैले कहिलेकाहीँ त एक्लै पऱ्यो भने त मलाई अरूले पकाएर खान दिनु नि त होइन अब मैले पकाएर खाने त एक्लै हो मैले त्यही भएर म चाहिँ यो गर्छु
भनेर सोचेको थिएँ। अहिले चाहिँ म त्यही भएर आफै मासु पकाएर खान लाग्छु है। र मासु पकाएर रमाइलो गर्न लाग्छु। हस् चक्कु ल्याउन भुलिगयो नि, त्यही भएर मैले चाहिँ यो ढुङ्गाले धोएर अनि तिखो तिखो बनाएर अनि यसलाई चाहिँ मैले ऊ बनाएको, चक्कु बनाएको है। यसलाई मैले यस्तरी सटी काट्यो गएर त पुरै पाना। ओहो यो हो नि त यार शैली। अनि कहिले टमाटर हाल्छन् कि हाल्छन् खै के हाल्छन् थाहा छैन गाइस। त्यही भएर मैले टमाटर हालिदिइसकेँ है। अब हेरौँ कस्तो हुन्छ। फर्स्ट टाइम बनाउनु लाग्यो है गाइस मैले चाहिँ है। त्यही पनि हेर्दै कस्तो हुन्छ। ल सर टमाटर पनि धेरै ल्याए जस्तो। 1 पाउ लिएर के आधा किलो लिएर आएको है। मासु पनि मैले लिएर आएको छु। 1 पाउ जति लिएर आएको। 1 पाउ चाहिँ मलाई धेरै हुन्छ होला सायद है। यात्रो खगेर मासु 1 पाउ धेरै हुँदैछ त है मासु। खै मलाई दो दाइले कति लाने भाइ भन्नु 1 पाउ भन्यो। अनि कोही थपिदिनु भयो कि धेरै खगेर मासु त मलाई। अब तिखो हार्यो नि त कस्तो खतरा। यसले त पुरै यसले त घाँटी साँटी बाख्रा पनि काट्छ त। बाख्रा भैँसी नि स्याट छिन्छ होला यसले त्यहाँ। टमाटर मेरो फेभरेट हो क्या टमाटर। मलाई मासु भन्दा पनि टमाटरको ग्रेभी भयो भने मस्त मजा आउँछ कि। मेरो फेभरेट नै हो कि यो टमाटर भनिस् त है। मेरो फेभरेट हो। अब चाहिँ मैले टक्क बनाइसकेँ। अझै हाल्छु क्या टमाटर होइन। टमाटर धेरै हाल्यो उति राम्रो हुन्छ नि होइन गाइस। खाना पकाउनलाई त आउँछ होला। मैले चाहिँ अब कहिले नपकाएको मान्छे। त्यही पनि कमेन्टमा भनिदिनु होला गाइस है कस्तो लाग्यो यो चाहिँ भनेर है। के पनि मलाई एक्लै गरेर उता कस्तो रमाइलो हुँदैछ भनेर म चाहिँ एक्सपिरियन्स बटुल्न लाग्यो है। त्यही पनि मलाई एक्लै नै मलाई एक्लै मजा आउँछ कि एक्लै यस्तो रमाउन। एक्लै बसेर एक्लै बोल्दै है। त्यही भएर म चाहिँ एक्लै आएको। मैले टमाटर त टन्नै हालेँ त गाइस है। काटेर मैले सानो सानो थिएँ। त्यही पनि म धेरै काटिदिएको। भालै भएन नि होइन या। ल अब चाहिँ दोस्दिम ठ्याक्कै हो कि मेरो फेरि सेन्स फेरि ठ्याक्कै हो कि। आउँछ होइन कत्रो बोलेको थियो हौ। मन्दा लागे रे सवारा तेरा हुआ जिया का काबड़े आँखों के पन्नों पे। गीत फेरि धेरै राम्रो छ गाइज है। फेरि कपिराइट लाग्ला मेरो गीतमा फेरि है। त्यस्तो नहोस्। अब चाहिँ चलाउँछु है। कस्तो माल त छुट्टै फिलाइरह हौ। मम्मीहरूले सधैँ गरे देखेँ है। कस्तो अर्कै फिलाइरह माल त यहाँ। मजाक फिलाइरह मैले मजाक फिलाइरह है। मजाक फिलाइरह माल चाहिँ। अब चाहिँ यो मसला सबै मैले पिसेर लिएर आएको थिएँ कि आज सबै। माइजूले छक्कै पर्नु थियो। ए भान्जो के गर्ला हो भनेर छक्कै पर्नु भएको थियो है। आज सबै धेरै लिएर आऊ क्या। अब थोरै ल्याएपछि नपुग्नु सक्छ नि त होइन। त्यो सबै धेरै लिएर आऊ क्या। धेरै लिएर सब उब्रिन्छ होला सायद। या हेरौँ अब कस्तो हुन्छ है। खुर्सानी सुर्सानी सब मिक्स हान्दै कि यसमा। अब चाहिँ नुनको पालो। अब माल थाहा छैन गाइस कुन अगाडि के अगाडि हाल्छन् भनेर। तर मैले चाहिँ अब के हालेँ हाल्न त हालिराखौँ तर सही हालेको है। भनिदिनु होला के पछि के हाल्छन् भनेर। कमेन्टमा भनिदिनु होला है के पछि के हाल्छन् भनेर।
नुन पनि छर्किदिएँ म त नुन थोरै हाल्नुपर्छ धेरै हाले यसरी चर्को भयो भने पछि के गरिदिन्छ हैन थोरै भयो जस्तो पछि थप्दा पनि मिल्यो नि त हैन मैले यसरी टेक्निक लाएर काम गर्दैछु है या अब चाहिँ यो यसलाई पाक्न दिनुपर्छ एकछिन अनि ढाक्दिउँ है यसलाई दाउरा दाउरा हाल्दिन्छु है दाउरा ल साथीहरु अब चाहिँ म यो हेर्छु है कस्तो भारै छ मासु अब या ओहो वाउ 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 दामी भा मासु चाहिँ है दामी मासु चाहिँ दामी भइरह यस्तै हो पहिलो पहिलो माया यो तल तल झर्यो के या मासु चाहिँ दामी भयो है गाइस दामी 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 अब चाहिँ मैले ढाकिदिन्छु है अब एकछिनपछि हेरौँ कस्तो हुन्छ मासु हस् ओके अनि त्यसपछि यसलाई व्यवस्था गर्नलाई पेटतिर हस् ल साथीभाइहरू अब चाहिँ मासु पाक्दै गर्छ होइन अनि म चाहिँ डान्स हानिदिन्छु है गीतहरु डान्स गर्दै पल्ला रे साइलोले हतेरीका साइली जुभए मता ढाले 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 पल्ला रे साइलोले हतेरीका साइली जुभए मता ढाले 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 लारा कैलार क्यो रातो साडी भुइँमा भन्दै कुन छै राम्री हामी दुईमा भन्दैम न कुन छै राम्री हामी दुईमा टाङ 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 मासु पहिला आवाज है फेरि मरेको मरेछ गाइज है नुन लाग्यो कि नै भने चाख्छ नि होइन म त्यस्तै गर्छु है यहाँबाट मैले पाक्दिएँ अनि थोरै उझिक्या हो कि यो झोल है यस यो 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 क्या दामी भा यार ए मस्त एकदम बवाल रहा गाइज एकदम बवाल मलाई पनि आउँछ खाना बनाउन मलाई पनि आउँछ यस मलाई पनि आयो खाना बनाउन यस यस यहाँ पाकेर है टिङडिङ या या गाइज अब चाहिँ मैले उतार्छु है खाना चाहिँ है अब एकदम बवाल रहा अहिले म उतार्छु हस् उतार्छु उतारौँ नजान्दा पोल्छ है त्यही भएर म तारा उकाल्छु
साथीभाइ हेर्नुहोस् मैले बनाएको खाना चाहिँ यस्तो छ मासु चाहिँ यस्तो दामी बाहा मस्त एकदम बवाल बाहा है ए भगवान् मलाई झोल मन पर्दैन हेर्नु मलाई झोल मन पर्दैन त्यही मैले झोल हालेको छैन क्या है गिरीसँग बनाएको कस्तो दामी हेर्नु टक्क यस्तै हो क्या मैले मासु भने खाने भने है मलाई झोल मन पर्दैन है टक्क गिरीसँग यस्तो दामी बाहा है यस्तो आज खुसी लाग्यो मैले बनाएँ अनि हेर्न सक्नुहुन्छ त्यहाँ सबै सब उब्रियो क्या मसला अनि यो बेसार अनि यो नुन अनि थाल यहाँ छ मैले यो खाने हो अब यहाँ मेरो स्ट्यान्ड चाहिँ त्यहाँ छ यो झन् लोटे अनि जग्गा चाहिँ मैले चाहिँ फुल लिएर आऊ अनि यो फुल चाहिँ अहिले फुलले स्वागत गर्ने भन्छ मैले फुल लिएर आऊ है अनि फुललाई चाहिँ म सिधै उ गरेर ल्याएको क्या हल्का यसलाई टुक्रा टुक्रा बनाउँछु अनि यस्तो सुर उडाउने है फुल लिएर आऊ यहाँ छ फुल है टक्क मारी सोरी बेबी इस काँडा आयो भने यसको त काँडा गोप्यो हातमा ल साथीभाइहरू आया अब चाहिँ म बस्नुपर्छ थपक्क लाएर है अब चाहिँ मैले मेरो काम गर्नुपर्छ है चस्मा चाहिँ एकछिन यहाँ राख्नु पर्यो होइन चस्मा चाहिँ मैले एकछिन यहाँ त राख्छु हस् अब चाहिँ मैले खाना पस्किन्छु है टक्कलाई यही झन्ने गोटेलाई आज मैले अब चाहिँ थालमा चाहिँ मैले अब खाना पस्किन्छु हस् कस्तो अर्कै फिल मजाको फिल भइरहेछ हो मलाई त है टक्क लाएर ल या हेर नखाने यति खाने भयो म यति खान्छु धेरै खान्न यति खान्छु भनिदिएँ मैले है ल अनि भुजा चाहिँ यहाँ छ है अनि भुजा यहाँ छ अब चाहिँ भुजा हाल्छु है ल भुजा हाल्छु अनि फेरि भुजा हालेर मैले यसलाई खाँदिनँ नि फेरि खाँदिनँ यो चाहिँ यता व्यवस्था राख्छु यता व्यवस्था गर्छु अनि अब फेरि अब यहाँ छ हाम्रा सामानहरू अब चम्चा छ यहाँ चम्चाले खानु पर्यो नि त त्यही भएर चम्चा राखेको छु गाइस ल अरू भन्दा पनि यस्तै हो अब चाहिँ सबैलाई म हात जोडेर भन्छु सबैलाई धेरै धेरै धन्यवाद मेरा सब्सक्राइब मेरा फ्यामहरूलाई मेरो फ्यामिली हो नि त सबै है अहिले चाहिँ मेरो सब्सक्राइब भनेको मेरा फ्यामिली जस्तै हो क्या है हजुरले माया गरेर केही म पनि त केही खुबी होला नि त्यही भएर तपाईँले हजुरहरूले सब्सक्राइब गर्नुभयो है मलाई खुसी लाग्छ है 50K सब्सक्राइब पुग्यो मलाई धेरै खुसी लाग्छ हजुरलाई मुरी धन्यवाद हस् अब मैले पनि भिडियो राम्रो भिडियो हाल्ने कोसिस गर्छु हजुरले साथ सपोर्ट गर्नु होला हस् अब चाहिँ टिकटालहरूको काम अब चाहिँ मैले चाहिँ अबिर जुन भनेको थिएँ होइन अबिर चाहिँ मैले लाउन हुँदैन क्या हामी चाहिँ अलि जुठा परे हम त्यही भएर चाहिँ मैले फुलमाला पहिले फुलले यस्तो गर्छ होइन ल फुलले ल सुमन धेरै प्रगति गर्नु यस्तै अहिले चाहिँ 50K सब्सक्राइब पुग्यो अझै बढ्दै जानु है धेरै मेहनत गर्नु यस्तै प्रगति देख्न पाम सुमन है ल दुबो जाइ फैलिनु बाँस जाइ नुङ्नु घुँडाको रुख फुलसम्म बाँच्नु हस् सानालाई सम्मान सानालाई आदर ठुलालाई सम्मान गर्नु हस् ल सुमन ल मेडल पनि लाउनुस् ल ताली सबले ताली ओ ताली ल सबैलाई धन्यवाद है सबैलाई धन्यवाद अब ल अब अर्को मान्छेले अर्को ल सुमनले ल खाजा पनि लगाइदियो ल ताली सबैलाई धन्यवाद ल ताली ओ ल सबैलाई धेरै धेरै धन्यवाद हस् ल मलाई यति धेरै
माया देखाइदिनु भयो सबैलाई भित्रदेखि हार्दिक नमन गर्दछु हस् ल फुल पनि उडाइदिउँ ल ल यो ल ल ल ल है मेरो 50K पुगेर मलाई धेरै भन्दा पनि धेरै खुसी लागेको छ हस् ल धेरै खुसी लागेको छ अझै यस्तै माया देखाइरहनु होला हस् म हजुरको आभारी छु ओके ल अब चाहिँ भोजन सुरु गरौँ ल पहिले चाहिँ फर्स्ट चाहिँ मेरो फ्यामहरूलाई ल खानु ल फ्याम मैले भन्दा पहिले तपाईँले खानुहोस् है खानुहोस् लाउनुहोस् खानुभयो लाउनु सबैलाई है ल सबैले बाँडचुर खानु ल ओके ल अनि यतानु पनि ल यहाँ छिट्छा चढाइदिनु पर्छ कि होइन ल छिट्टो छातो यताउति ल सबैले बाँडचुरी खानु ल ल है ल अब ल सुरु गरौँ ल ल एकदम बवाल छ ओ बवाल छ है अहिले त फ्याम है 50K पुगे हा अब फटाफट 1 लाख पुरा अनि सिल्भर प्ले बटन लिम अनि त्यसपछि म पनि राम्रो सेलिब्रेसन गर्छु हस् केक ल्याएर त्यति बेला हस् मलाई यस्तै एक्लै रमाइलो लाग्छ क्या मिहिनेत सानोतिनो भनी मिहिनेत गरेको थिएँ है अहिले चाहिँ केही भइरह भनौँ है सानोतिनो मिहिनेतलाई अब चाहिँ मैले मेरो जिम्मेवारी अझै थपिएको हो धेरै मिहिनेत गर्नुपर्छ अझै है गर्छु पनि म यसो साथसाथ देखेर नु हस् गर्छु म मलाई यस्तो भाइबहरु यस्तो भाइब गर्दा मलाई मजा आउँछ के मलाई म फेरि सानो कुरामा रमाइने मान्छे हो कि म फेरि यत्रै सानो कुरामा नि एङ्ग्री भइदिने अनि सानो कुरामा नि खुसी भइदिने मान्छे हो कि म फेरि है त्यस्तो हो के मलाई यस्तो हुन्छ के सानो कुरा देखाइदिएर सानो कुरा गर्दियो भने नि म खुसी भइहाल्छु अब त्यही कुरालाई अब एङ्ग्री पनि भइन सक्छु म फेरि त्यस्तो मान्छे हो त्यही भएर मलाई खुसी लाग्छ है म फेरि खुसी नदेखाउने मान्छे हो म फेरि एक्लै रमाउने मान्छे हो कि म फेरि आफ्नो काम आफै गर्ने मान्छे हो क्या आफ्नो काम आफै गरिदिन्छु म कसैलाई पनि भन्दैन यो भयो यो भएन यताउति यो यताउति म कसैलाई पनि भन्दैन कि म जे छ आफूमै छ है सिर्फ म फेरि गरेर देखाइदिने मान्छे हो कि फेरि त्यस्तो है अब मलाई फेरि यस्तो भाइबहरु चाहिँ मलाई मस्त मजा आउँछ एक्लै चिलमा है एक्लै बोल्दै एक्लै रमाउँदै है अब यस्तो फिल छुट्टै आउँछ क्या यस्तो गर्दाखेरि अब हजुरलाई लाग्दैन होला यस्ता उति फिल गर्दा अब हजुरले पनि ट्राई गरेर हेर्नु होइन एकचोटि कस्तो मजा छ भने अब त्यसपछि मेरो कमेन्टमा भन्नु लागि छुट्टै मजा आउँछ कि यस्तो गर्दाखेरि मलाई जस्तो मलाई भइरहेको अहिले चाहिँ है अहिले चाहिँ मलाई यस्तो स्वागत गर्नुभएको छ यस्तो खादा मेडल सेडल है आज त कुरै छोडौँ वाइल है वाइल रमाइलो भयो मजा आउने क्या मजा आउने मान्छे भएपछि होइन एक्लै रमाउनु सिक्नुपर्छ है गाइज एक्लै रमाउनु पर्छ जिन्दगीमा
हजुरलाई कोहीले पनि साथ दिनेवाला छैन क्या, बुझ्नुभयो? एक्लै गर्ने हो, एक्लै रमाउने हो, एक्लै मर्ने हो, एक्लै जन्मेको हो, एक्लै रमाउने हो, एक्लै मर्ने हो, बुझ्नुभयो? नाङ्गे आओ नाङ्गे मर्ने हो, बुझ्नुभयो नि? त्यही भएर मान्छेको एक पल पनि धेरै किम्ती हुन्छ गाइस। त्यही भएर हजुर रमाउन सिक्नुहोस्। म पनि रमाउँछु। अब के छ र जिन्दगीमा है, मरिलानु केही पनि छैन, केही पनि छैन मरिलाउनु है। जे कमाउने अहिले गर्ने हो, अहिले मर्ने हो, अहिले खाने हो, अहिले गर्ने हो, अहिले सक्ने हो, अहिले जाने हो। त्यही भएर म यति अहिले यस्तो गरेर अहिले यति पुग्नु पनि हुनसक्छु। म यहाँ पुग्नुको भयो भने फेरि कोहीले पनि देख्दैन। फेरि अब सुमन यहाँ यो ठाउँमा गएको भने कोहीलाई पनि थाहा छैन र कोही देखा पनि छैन। म यति पुग्नु भयो भने सक्यो कि म यति पुग्नु भयो, अब सक्यो। अनि मेरो भिडियो पनि हेर्न पाउनुहुन्न होला। मैले अब मरेपछि कसले अपलोड गर्छ यो भिडियो। त्यही भएर रमाउन सिक्नुहोस्। त्यही भएर म चाहिँ रमाइराखु जिन्दगीमा गाइज है। यो त्यो यताउति यो गर भन्ने मान्छे धेरै आउँछन्, तर साथ दिने मान्छे कोही हुँदैनन् है। त्यही भएर गाइज जे गर्नुहुन्छ अहिले गर्नुहोस्, हक्करै गर्नुहोस्, अहिलेबाट सुरु गर्नुहोस् है। जस्तो मैले गरिरहेको छु, अहिले खाइरहेको छु। मलाई खाना पकाउन आउँदैन जस्तो लाग्थ्यो है। मैले पकाएको पनि थिएन अहिलेसम्म, पहिले हो एकचोटि पकाएको थिएँ, त्यसपछि मैले अहिले बल्ल पकाएको। त्यही पनि यस्तो मिठो पकाएँ मैले कसम चाहिँ है, कुरै छैन क्या, दामी पकाएँ मैले गाइस है। मजा आयो मलाई चाहिँ खाना। अब चाहिँ नाचौँ, पानी खाऊँ अनि नाचौँ है, रमाइलो त गर्नु पर्यो है। आहा अब चाहिँ नाचौँ। सुन्तला पाकेर प्यालै भयो बोट, भन मेरी माया तिमीलाई कच्ची चाहिन्छ नोट, मेरी मायालाई पिच गरिदिन्छु रोड, मेरी मायालाई पिच गरिदिन्छु रोड। कोरी बाटी चट्ट कपाल लाली ओठैमा, कोरी बाटी चट्ट कपाल लाली ओठैमा, झ्याप्पै कदम रोकियो फुलको बोटैमा, झ्याप्पै कदम रोकियो फुलको बोटैमा, ओ झ्याप्पै कदम रोकियो फुलको बोटैमा। सल्लाह धुपैले सानो निन्द्रामा बिउजिए तिम्रो रूपैले, सल्लाह धुपैले सानो निन्द्रामा बिउजिए तिम्रो रूपैले। बन्दीपुरैमा माया भेटियो, बन्दीपुरैमा पिरिम बसी गो कुरैमा, बन्दीपुरैमा माया भेटियो, बन्दीपुरैमा पिरिम बसी गो कुरैमा। ताली ल सुमन, धेरै राम्रो गीत गाउनुभयो सुमनले। ल सबैजनाले ताली बजाइदिउँ, ताली बजाइदिउँ। ल आज धेरै मेहनत गरेर सुमनले 50K सब्सक्राइब पुर्याउनु भएकोमा सबैले ताली बजाइदिउँ, ताली। ल यस्तै प्रगति गर्दै जानु होला भन्ने हामी सबैले आशा राखेको छौँ। ल सुमनलाई सबैले ताली बजाउनुहोस्, ताली। ल सबैलाई धन्यवाद है, सबैलाई मुरी धन्यवाद। अहिले चाहिँ 50K सब्सक्राइब पुग्यो। अब चाहिँ सिधै 1 लाख पुराम अनि त्यसपछि अरू सोचौँला भन्ने मेरो चाहिँ इच्छा छ। पहिला चाँडोभन्दा चाँडो काम गरेर हामी चाहिँ 1 लाख पुराम अनि त्यसपछि नयाँ सेलिब्रेसन आउँछ। आए कस्तो देखिया छ त, फुलमा अनि खादामा अनि मेडलाई रन हो के हो र वाइल हो नि यो
अब एउटा ऱ्याप पनि हानिदिन्छु है। सब जुनको चारैतिर छम्मा मैले खाएको जोन्टले आँखा मेरो टम्म फस्दैछु त्यो केटीको मोहनीको भ्रममा बोतलको साथ अनि होटलको खाटबाट नजिक्ने क्रममा मान्छे म बिन्दास कस्तो लाग्यो कान्छ तिमीलाई हाउडे मेरो अन्दाज तिम्रो लागि भइदिन्छु कलियुगमा वनबास तिमी यति हट्छौ कि घामले लिन्छ तिमीबाट सनबास जब मग मग बाह्न शरीरबाट आउँछ हुन्छ मेरो मुटु धक धक जालमा फैसक्यो कान्छी म तिम्रो लगभग मुखले मात्र बग बग गरे पनि ढुक्क भाउन अहिले होइन बिहेपछि मात्र गर्छु चक चक किनकि म त सोझो केटो केटीसँग बोल्दिनँ हतपत जब तिमीसँग बोले रातभरि भयो मलाई छटपट बोली जस्तो गोली पनि रोकी रोकी आउन थाल्यो रट्ट अट्ट अट्ट अड्की अड्की नहेर मलाई तिमीले अब फर्की फर्की हिँड्छौ मड्की मड्की तिमी छुट्टै न्युयोर्क सर्की छुट्टै स्टाइलिस केटी मलाई सिधा गर तिम्रो पल्टनमा भर्ती कथा यो मेरो टोलको नक्सा साथमा भएछु म। ल साथीभाइहरू अनि खाइयो पेइयो अनि रमाइलो पनि गरियो अनि चाहिँ यो मेरो चाहिँ खुसीको दिन हो त्यही भएर म चाहिँ हल्का खुसी रमाउन त बन्छ नि होइन। अब यस्तै भयो रमाइलो गरियो नाच्यो गाइयो है यस्तै हो रमाउनु सिक्नुपर्छ एक्लै हस्। अनि आज ठुलो धेरै राम्रो एक्सपिरियन्स बटुल्ने मैले चाहिँ किनभने मैले चाहिँ खाना पकाएको थिएन कहिले पनि है असम पकाएन सधैँ मम्मीले म नानीले पकाइरहन्छन् अनि म चाहिँ आज पकाएर खाँदा चाहिँ अर्कै छुट्टै फिल भयो कि अब मैले चाहिँ यो गर्छु भनेर पहिल्यै सोचिरहेको थिएँ कि अनि मैले कहिले पनि पकाएको थिएन अनि म एक्लै भयो भने त कहिले काहीँ त मैले पकाएर खानुपर्छ नि त होइन मैले पकाउनु जानेन भने त अब कसरी के गर्ने त्यही भएर चाहिँ मैले अहिले चाहिँ पकाएर खान लाग्यो पकाएर खान ट्राई गरेको तर भयो सक्सेसफुल भयो तर राम्रो मिठो पनि भयो है के अगाडि हालेँ के त्यो नि भन्यो के अगाडि हालेँ त्यो चाहिँ खै गरेँ तर तरकारी चाहिँ मिठो भएको थियो अझै छ हल्का त्यो घरलाई दिन्छु मम्मीहरूलाई अनि फेरि खुसी लाग्यो रमाइलो भयो अब चाहिँ 50K पुग्यो खुसी लाग्यो हिजो हेर्दा 50K भएको थियो अनि खुसी लाग्यो क्या अनि चाहिँ गर्छु भनेर थिएँ पहिले सोचिरहेको थिएँ 50K भयो भने चाहिँ गर्छु जस्तो लागेर फाइनली गरेँ सक्सेसफुल नि भयो सामान बटुल्दा यताउति गर्दाखेरि चाहिँ बटुल्यो खुसी लाग्यो जसरी पनि यताउति गरेर पनि बटुल्यो मैले 50K पुग्यो है अब चाहिँ 1 लाख पुऱ्याउने मेरो चाहिँ इच्छा छ हजुरले पनि साथ सपोर्ट गर्नु 1 लाख पुऱ्याएपछि योभन्दा राम्रो पनि छ योभन्दा राम्रो सेलिब्रेसन हुन्छ यताउति गरेर है अब सबजनालाई मेरो फ्याम हो सबजनालाई चाहिँ पुग्यो कि नै आज पुगेन ल पुग्यो ल सबजनालाई अझै पनि ल है ल साथीभाइहरू आजको दिन चाहिँ यस्तै भयो हजुर सुखी बस्नु होला रमाउनु होला खुसी हुनु होला यही भन्न चाहन्छु म हस्। अब चाहिँ गाइस नेक्स्ट फलो भेटौँला भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ओके हस् बाइ बाइ गाइस।